एउटा सानो कुवाभित्र बाँचिरहेको भ्यागुतालाई समुद्रको गहिराई बुझाउने कोसिस नगर्नुहोस्, किनभने मानिसहरूको दिमाग आफ्नै अनुभवको सीमाभित्र कैद हुन्छ। जे कुरा उनीहरूले कहिले देखेकै छैनन् त्यो कुरामा विश्वास गर्न उनीहरूलाई गाह्रो हुन्छ र जुन जीवन उनीहरूले कहिले भोगेकै छैनन् त्यो उनीहरूको निम्ति एउटा कल्पना र मात्र बढाइ चढाइ गरेर बताएको कुरा जस्तो लाग्न सक्छ। यो उनीहरू मूर्ख भएर होइन, उनीहरूको संसार नै सानो छ। धेरै मानिसहरूलाई जे कुरा थाहा छ त्यो मात्र यथार्थ हो, यही नै सत्य हो भन्ने भ्रममा बाँचिरहेका हुन्छन्। त्यसैले सत्य के हो भनेर खोज्नुभन्दा पनि आफ्नो त्यो बनाएको सीमाभित्रै त्यही कुरालाई सत्य मानेर त्यसैलाई डिफेन्ड गर्न, त्यसैलाई रक्षा गर्न आर्गुमेन्ट गरिरहेका हुन्छन्। एउटा सङ्कुचित सोचले नयाँ विचारलाई घृणा गर्दैन, तर डराइरहेको हुन्छ। त्यही डरको कारणले मानिसहरूले आफूले नबुझेको कुरालाई खिल्ली उडाउँछन् र आफ्नो अनुभवभन्दा बाहिरको कुरालाई अस्वीकार गरिरहेका हुन्छन्। त्यसैले आँखा खोल्न, हेर्न अस्वीकार गर्ने व्यक्तिहरूलाई बुझाउनको निम्ति आफ्नो ऊर्जा खर्च नगर्नुहोस्, किनभने केही कुराहरू यति सानो हुन्छन् कि उसमा पुरा समुद्र अटाउन सक्दैन। अरूलाई बुझाउन छोडिदिनुहोस्, बरु आफैले आफैलाई एकपटक सोध्नुहोस्, मेरो सोचको कुवा कतिको ठुलो छ? के त्यसमा पुरै समुद्र अटाउन सक्छ? या म आफ्नै सीमाभित्र आफैलाई सुरक्षित महसुस गरिरहेको छु?